एन्जिलाको कृति राईलाई म एकचोटि अगाडि आइपुग्नु यसको लागि हामी अनुरोध गर्दछु कृति राईले 2 शब्द बोल्नुहुन्छ। एन्जेला दीको यो जति पनि यो मुभीमा देखाइयो त्यो चाहिँ अझ पनि त्योभन्दा धेरै सङ्घर्ष दिदीले गर्नुभएको छ, त्यो मलाई थाहा छ। त्यही भएर पनि अब हामी दिदीसँग नजिक भएर अब आफ्नो साथीहरूको त्यो थाहा भएर पनि मलाई एन्जेला दिदी मात्र नभएर हरेक खेलाडीहरूले आफ्नो ठाउँबाट धेरै नै भोग्नु भएको छ दिदीहरूले, र म चाहिँ एकदम दिदीहरूप्रति चाहिँ त्यो सम्मान जुन चाहिँ दिदीहरूले गर्नुभएको छ वुमेन फुटबलको लागि एकदमै म चाहिँ ग्रेटफुल छु, किनभने दिदीहरूले यति धेरै सङ्घर्ष गरेर नै आज हामी यो सजिलो ठाउँमा आइपुगेको छौँ। त्यही भएर एन्जेला दिदीलाई यो ठाउँमा देख्दा चाहिँ मलाई एकदमै प्राउड फिल भइरहेको छ, र जुन चाहिँ अब केटी भएर गर्नु हुँदैन भन्ने जुन मैले पनि भोगेको थिएँ, र आज यो ठाउँमा उभिनु पाउँदा हामी यो ठाउँमा उभिँदा मलाई एकदम गर्व लागेको छ। सबैजनालाई प्लिज अझै पनि एन्जेला दिदीलाई एकदम धेरै माया गरिदिनु होला। सबैजनाले सोसल मिडियामा हुन्छ कि के भएर हुन्छ सेयर गरेर सबैजनाले एकदमै माया गरिदिनु।